देशमा एउटा ठुलो राजनैतिक घटनाक्रम भन्ने हो भने 24 गते यताको कुरा हेर्दा प्रतिक्रान्तिकारी घटनाक्रम अगाडि बढिराखेको छ। राष्ट्रिय स्वाधीनता निकै ठुलो संवेदनशीलता र सङ्कटमा परेको सर्वत्र महसुस हुँदै गएको छ। अहिले निर्वाचन पनि कहीँ न कहीँ त्यही प्रक्रियाको एउटा कडीको रूपमा प्रस्तुत भइरहेको छ। सरकार संविधानका आधारभूत कुराहरूमाथि प्रहार गर्ने, सबै उत्पीडित वर्ग समुदाय मजदुर किसानदेखि सबै उत्पीडित जाति समुदायमाथि प्रहार गर्ने र संविधानका आधारभूत मान्यताहरूमाथि प्रहार गर्न उद्यत भएको देखिँदै गएको छ। र यो सबैको एउटा चाहिँ टार्गेट मूल कुरा कम्युनिस्ट आन्दोलनलाई के गरी सिद्ध्याउने। तपाईँ हामीलाई थाहा छ दक्षिण एसियामा र हाम्रो छिमेकी भारतमा त्यहाँ घोषणा गर्ने गरिएको छ कम्युनिस्टहरू सिद्ध्याइयो भारतबाट भनेर घोषणा गरेको तपाईँ हामीले सुनेका छौँ विभिन्न पात्रहरूले, विभिन्न मानिसहरूले। र यो नेपाल जस्तो देशमा कम्युनिस्ट आन्दोलनको यो जबरजस्त प्रभावलाई के गरी सिद्ध्याउन सकिन्छ भन्ने कुरामा दुनियाँभरिका प्रतिक्रियावादीहरू लागिराखेका छन् र त्यही षड्यन्त्रको एउटा परिणतिको रूपमा 24 भयो, चुनाव भयो, अहिले हुँदैछ भन्ने कुरा पनि तपाईँ हामीले देखिराखेकै छौँ। यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा, निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु। मैले कहीँ पनि भोलि नै पार्टी एकता गरौँ, बेलुकै पार्टी एकता गरौँ भनेको पनि छैन। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ, सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ। हामी नै हो 74 सालमा अहिले देशमा समाजवादको निम्ति कम्युनिस्टहरू मिलौँ भन्ने जनमत छ। हामी मिलौँ भनेकै हो, मिलेको पनि हो। हामी मात्रै मिलेको होइन, हाम्रो एकताप्रति जनताले 2/3 झन्डै मत दिएर अनुमोदन पनि गरेको हो। हामीले आज फेरि एकचोटि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न त्यसको समीक्षा भने गर्नै पर्छ भन्ने पक्षमा छु म पनि। जसरी हामीले निरङ्कुश सामन्ती तन्त्रका विरुद्ध मिलेर लड्यौँ, पार्टी त एउटै थिएन नि हाम्रो, तर हामी मिलेर नै सफलता प्राप्त गरेका हौँ भने अहिले पनि हामीले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिन्छ। यसमा चाहिँ ढिला नगरियोस्। तपाईहरु सबैले आफ्नो ठाउँबाट त्यो वातावरण बनाउनको निम्ति भूमिका खेल्नुहोस्। म तपाईहरु सबैसँग यो अपिल गर्न चाहन्छु। र अहिले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक मान्यतामाथि प्रहार हुँदै गरेको अहिलेको सन्दर्भमा ती सबै शक्तिहरू पनि कुनै न कुनै रूपमा कार्यगत एकतामा, मोर्चामा, सहकार्यमा उपस्थित हुनै पर्दछ भन्ने कुरा पनि मैले लगातार भनेको छु। त्यसकारण वामपन्थी हुनुको नाताले, कम्युनिस्ट हुनुको नाताले कम्युनिस्टहरूको सहकार्यलाई प्राथमिकता दिनु हाम्रो कर्तव्य र जिम्मेवारी हो। तर त्यसले मात्रै पुग्दैन। हामीले 46 सालको ऐतिहासिक जनआन्दोलन पनि, सामन्ती निरङ्कुश तन्त्र विरुद्धको लडाईँ पनि सबै मिलेर नै जितेका हौं। अहिले पनि यो माथि खतरा आइरहेको सन्दर्भमा हामी सबै मिल्नुपर्छ भन्ने कुरा म विशेष रूपले भन्न चाहन्छु।